आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। रुपियाँ पैसाको बारेमा बाइबलले हामीलाई के सिकाउँछ? 5औं भाग। जय मसीह। आज शुक्रबार अप्रिल 4 तारिक चैत 22 गते। आजको बाइबल खण्ड पहिलो कोरिन्थीको पुस्तक 16 अध्यायको 1 पदबाट रहेको छ र यहाँ लेखेको छ, अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेश अनुसार तिमीहरूले गर्नु। जब यरुशलेममा मन्दी छायो, पावलले कोरिन्थका विश्वासीहरूलाई त्यहाँका आवश्यकताहरू पूरा गर्न भेटीहरू दिन आग्रह गरे। अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेश अनुसार तिमीहरूले गर्नु। प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आफ्नो कमाइ अनुसार केही धन छुट्याएर जम्मा गर्दै राख्नु, ताकि म आउँदा भेटी संग्रह गर्न नपरोस्। अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई परिचय पत्र दिएर तिमीहरूका भेटी लिई यरुशलेममा पठाउनेछु। एक स्वस्थ मण्डलीमा सधैँ 2वटा कुरा हुन्छन्, इनरिच र आउटरिच, अर्थात् भित्रका मानिसहरूलाई पनि सम्हाल्ने र बाहिरका मानिसहरू कहाँ पनि पुग्ने। यसले मानिसका आत्मिक र भौतिक आवश्यकताहरू पूरा गर्न प्रयास गर्नेछ। पुरानो करारमा परमेश्वरले आफ्ना मानिसहरूलाई भन्नुभयो, यदि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरिब छ भने तिमीले त्यस गरिब भाइप्रति निष्ठुर भएर आफ्नो मुट्ठी नबाध्नु। यो कुरा तपाईँले व्यवस्थाको पुस्तक 15 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। जब ख्रिस्टसँग तपाईँको साँचो भेट हुन्छ, तब तपाईँसँग चोटमा परेका मानिसहरूप्रति कोमल हृदय हुनेछ। जखायसले प्रभुलाई भने, प्रभु हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको 4 गुणा फिर्ता गरिदिनेछु। तब येशूले तिनलाई भन्नुभयो, आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका छोरा हुन्। यो कुरा तपाईँले लुकाको पुस्तक 19 अध्यायको 8 र 9 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरलाई दिने कुराको सम्बन्धमा बाइबलले न्यूनतम 10% निर्धारण गर्दछ। यो कुरा तपाईँले मलाकीको पुस्तक 3 अध्यायको 1 पदमा हेर्न सक्नुहुन्छ। त्यसबाहेक परमेश्वरप्रति तपाईँको प्रेमले तपाईँलाई डोराउनु पर्छ। हरेक मानिसले आफ्नो मनमा संकल्प गरे बमोजिम दियोस्, इच्छा नभई होइन, न त करकापमा परेर, किनभने खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। यो कुरा तपाईँले दोस्रो कोरिन्थीको पुस्तक 9 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। यसकारण आज परमेश्वरलाई खुसी साथ दिने अठोट गर्नुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 9851 811 47, 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।